ल अब हाम्रो जर्नी सुरु राख्नु भएको होइन पाठ यस पाठ ल पुष्करजी हामीलाई चाहिँ पुऱ्याउन आउनु भएको छ ड्राइभर आजको होइन अनि तिलबेगममा चाहिँ टाइममा आउनु भयो 5 बजे नलीगढले म चाहिँ 3 बजी आउँछु भनेर 5:30 लाग्यो है आज हाम्रो खानाहरू सकियो खाइसक्यो कार्ब लोडिङ भयो आजदेखि नै खास अलिक बेसी नै भयो जस्तो लाग्छ मेरो अलिक बेसी नै भयो पाठ भरे अब प्लेनमा चाहिँ सुतेर जानुपर्छ म त प्लेनमा त मेरो त फेरि मजा आउँछ हो ए पुष्करजीको बेन्चमा हिँड्यो होइन Heathrow Airport Terminal 3 Mama We arrived at Terminal 3 ल हाम्रो नारायणजी हाम्रो मोहनजी यहाँ आइसक्नु भयो अघि भन्नुहुन्छ हेलो माई फ्रेन्ड हाउ आर यु ओके रेडी फर द केप टाउन ल हामी जाउँ अब है त राइट अब हामी चाहिँ प्लेनभित्र बोर्डिङ हाम्रो प्रकाशहरू पछाडि आउँदैछ Okay, we have arrived at Johannesburg and we check out and it's एकदमै coincident भन्नु कि luckily we met our marathon legend who has done more than 160 marathons and he's here for Cape Town Marathon. Khop kaka, के छ हालखबर तपाईलाई? सब ठीक छ धन्यवाद. How was your flight? Very good and very glad to meet our Nepali brothers, especially from UK, our leaders. God bless you. So glad to see you. Yeah. Looking forward to it. ल हामी चाहिँ अब Cape Town. You going to Cape Town हैन? Yeah. ल सँगै जाने. Trying to find our next. Okay. ल हाम्रो क्याब भेट्यो फाइनली हाम्रो ब्युटिफुल Tropicana apartment. डबल दुईजना ओहो ल नाइस यो चाहिँ दुईजना सिङ्गल टोइलेट ल ठिक छ त सुन मिल्ने रहेछ है ए बाल्कनी पनि रहेछ ल ल हेल वा त्यहाँ माथि त हुसुल ल हामी चाहिँ आउने बित्तिकै भोक लागेर चाहिँ बाहिर जानुभन्दा भिगन नुडल्स यो चाहिँ भिगन नुडल्स आउनु बित्तिको वेलकम लन्च भनौँ कि अब के भन्नु ब्रेकफास्ट पनि खानु पाएको छैन अलिक धैर्य गर्नु पऱ्यो होइन भोक लागेर धैर्य गर्नु ल ल यो त मेरो सबै फुटेछ नि त पाण्डवजीले उयो गरेको यस्तो सुली भएछ क्या लुगाभरि गएछ त सबै सबै यो बिराइसे ट्रेनिङ क्याम्पमा पठाउनको लागि ल नुडल रेडी भयो यो चाहिँ ब्रेड
Everything ready? ब्रेड कार्ब प्रोटिन कसरी भयो भन्नुहोस् न यो चाहिँ हाम्रो पाण्डवजीको रेसिपी नयाँ एनर्जी हामी सबैको लागि ल उहाँलाई धन्यवाद है थ्याङ्क यू धन्यवाद है ल अब चाहिँ हामी हल्का ल नारायणजी रेडी होइन माओजी बाटो देखाउनु पर्यो है ल अब हाम्रो बाटो सेट गरेछु प्रकाश चाहिँ उसको वार्मअप अझै सकेको छैन होइन अनि लेट्स फिल द केप टाउन एयर राइट we're jogging to see क्रस गर्नु पर्ला खतरा तोप बनाएछ Okay, we reached here. This is the Adidas display and we done the warm-up bit. We're going to do some drills now and stretching. ल हाम्रो आइरन लेडीलाई भेटेको अवस्था हिरोनी भएर हिँड्नु भएको छ तलदेखि माथि ल ओहो अनि हाम्रो भेनाजु उहाँको म्यानेजर हुनुहुन्छ अफिसियल अनअफिसियल सबै ल अनि हाम्रो सम्मुजीलाई फोन हान्नु न छिटो सम्मुजीलाई ठ्याक्कै क्लिक हान्ने हिँड्ने हामी ल हाम्रो चाहिँ ट्रेनिङहरू सकेर चाहिँ आजको पास्ता आज हाम्रो पास्ता सेफ को हो प्रकाश र नारायण सर स्टार्टिङमा फिनिसिङमा मैले कस्तो हुँदैछ त हाम्रो चाहिँ एकदम प्लेन पास्ता एकदम दामी छ यो अब सन्डेसम्म यही खानु रे अनि नारायण सर पास्ता पास्ता ओके गाइस इन्जोय Right, good morning from Cape Town. This is our second day, the first morning. There's a sea from there, but the weather is not really great. It's quite wet, all the clouds and foggy out there. Prakash is preparing, warming up. Doing his ritual thing. Mamaji go packs ready. नारायणजी रेडी होइन अब जानुको लागि इजी रन टुडे हजुर इजी रन हो नि त होइन ए एभरेस्टमा आएर त ल खतरा अस्ति गरेर आउनु भएको लास्ट इयर होइन ओके ल ल हामी चाहिँ अब सन्डे फ्राइडे चाहिँ ल अब हाम्रो चाहिँ इजी हाफ एन आवर जग टु सी द पिपल गुड मर्निङ अल गरिरहेको छ यहाँ म्याराथनहरू वी मेट आवर लिजेन्ड रनर पदम दाइ लुक्स लाइक गोरा भइस गोरा पदम दाइ कस्तो रहिरहेको छ होइन समझे नमस्कार हजुरलाई नमस्कार कस्तो रहिरहेछ तपाईँहरूको अहिलेसम्मको तपाईँले बोलाएर नि तपाईँ भाग्नु हुँदैछ अहिले हजुरको नेतृत्वमा यसपालि ब्रेक गरिदिन्छु नेपालको ल ल ल ल सरको नेतृत्वमा ल धन्यवाद त्यसको लागि अल द बेस्ट ओके सी यु गाइस सी ल हाम्रो बैगुडा दिदी आउनुभयो फाइनली सी इज अन द रन मोहनजी न्यू खोजेको हो त नमस्ते मान्छे काजी हाउ आर यु घुमा छ ओके ओके तपाईँ कहाँ थियो भनेको हजुर पनि कुर्या हो कि उमा भेनाजु ल गुड मर्निङ कहाँ हाम्रो भेनाजु खतरै कुद्ने मान्छे हो नि ल हामी चाहिँ आज यहाँ भेट भयौँ फाइनली अहिलेसम्म आएको हाम्रो नेपाली रनर्स नेपाल रन नेपाल यस्तो राम्रो भ्यूमा छ यो सबै बोट ट्रिपहरू तर अलिकति पानी चाहिँ हल्का ब्रिज रेन भइरहेछ तर वी इन्जोइङ आवर मोमेन्ट्स दिस इज द मोमेन्ट्स नाउ इज फर द कफी टाइम गाइज लेट्स गो Okay, we are here for the coffee. Half of our team gone to get their breakfast. अनि हामी चाहिँ यहाँ राम्रो छ यो के अरे यो क्याफेको नाम ओके Harry's बारमा छौँ This looks good. Okay, our coffee order is here.
थ्याङ्क यू भेरी मच ल हाम्रो टी आयो टीको अब यसरी सेस गरिदिउँ ल राजु दाई तपाईँले मन बुढो भएन भन्ने चाहिँ हाम्रो मामाजीले लाउनु भएको छ पोखरा गुर्जे फेरि तपाईँको यहाँ अनि हाम्रो चाहिँ आज यहाँ उयो हो पोरेस पाण्डवजीले बनाएको अनि यो पोरेस ल आजको वेदर चाहिँ इट्स नट hasn't stopped yet. Still some breeze going on and we are here to collect our bibs at the expo of Cape Town 2026 marathon. Right, welcome to the Cape Town Marathon Expo. यो चाहिँ एउटा अलिकति युनिक एक्सपो एमोङ ल हाम्रो बहिनी दिदी पनि ट्याक्कै यहाँ आइपुग्नु भएछ के साह्रो टाइम होइन म होइन ल हाम्रो के भन्नु के मेसिन के हिमेन भन्नु मैले हुन्छ कस्तो रहेछ तपाईँहरूको 19 घन्टा ट्रान्जिट ए हो ल ल ल ल हाम्रो बहिनी दिदीले नाम पाएको छ ल कहाँ छ तपाईँको नाम के लेखा हाम्रो लिजेन्ड अफ के भन्छ त्यसलाई त एउटा साह्रै लामो लाग्दैछ झन् छोरो मान्छेको कहाँ भन्नु त ठ्याक्कै साम्पो हाम्पे सबैभन्दा लामो विक्रम साम्पो हाम्पे भेटायो तपाईँको यसरी गर्नुपर्छ स्क्यान गरेपछि प्रकाश गुरुङ यहाँ त्यसमा सुशीजी कहाँ हुनुहुन्छ त nice bag. Bag. Theme of. Okay, now it's time to collect our bibs. Look at this, whom I met. Eastern from my guru. Oh my God! Steve, you are legend. There's a legend among the legends. You can turn around as well. Okay, great. I was the first Nepali person to finish 6 World Major Marathon with the help of Stephen Plummer and Caroline. And coincidentally, we met finally in the Cape Town. Okay, so we found another Nepalese runner here from all the way from US, David Mendes. Okay, ल खुसी लाग्यो तपाईँ पनि केप टाउन गर्नु हुँदैछ अनि यो कतिपल्ट भयो तपाईँको म्याराथन 14 ओहो थ्याङ्क यू Okay, this is the area that people get the stuff. नारायण चाहिँ के किन्नु भयो तपाईँले टोपी यो त गोल्फ खेल्ने पो त तपाईँ गोल्फ खेल्ने हो र तपाईँले के किन्ने भयो यो के ए यो र अनि ज्याकेट लुक्स गुड दिस इज द आई थिङ्क द सुज सुपर सुज बनाउने ए थपार्नु भएछ त खै हेरौँ त ओके किलोमिटर टु गो फर सन्डे यसो साउट गरौ न हौ राजेश श्रेष्ठ युएस कता कोलोराडोमा आहा अहिले त्यहीँ छ हो ओके तपाईँ त अनि पक्का प्रो बस्ने ठाउँमा रहेछ नि त प्रोहरू ट्रेनिङ गर्ने ठाउँमा कति भयो तपाईँ कुद्नु सुरु गर्नुभएको 7-8 इयर्स भयो अनि यो कति म्याराथनमा पऱ्यो तपाईँको
मेजरमा त 7 8 हो यो 8 हो तपाईँ सबै सकिसक्नु भयो कहिले सक्नु भएको छ सिधै लास्ट टाइम न्युयोर्कमा ल बधाई छ तपाईँलाई उहाँ हाम्रो 6 सकाउने उहाँ पनि हुनुहुन्छ अनि उहाँ हाम्रो चाहिँ आइरन लेडी ल अब हामी चाहिँ वी आर हियर इन दिस रेस्टुरेन्ट लुक्स गुड एभ्रीबडी इज हियर फर लोडिङ द कार्ब अपार्ट फ्रम आवर भाउजू उहाँ भाउजूलाई अरू त हामी सबै कार्ब लोडिङै होला होइन ल हाम्रो लागि चाहिँ बिग टेबल ल गाइज आज हाम्रो चाहिँ इभेन्ट पर्सि भएको कारणले गर्दा बिकज अफ द इभेन्ट अन सन्डे वी चेजिङ अन स्पार्किङ वाटर या युनिक वे चेज एभ्रीबडी गुड हेल्थ र हाम्रो आइरन लेडी चाहिँ नक्कली हुनु सुरु गर्नु भएको छ खै हेरौँ त तपाईँको के भयो के हो यो एडिडास फ्रीमा हो भोलि तपाईँले अब यो लाउने बित्तिकै भोलि 200 उयसको भाउचर पाउनुहुन्छ अरे सकेपछि पर्सि ल अहिले भेटौँ ए प्रकाश serving a vegan burger as well. This is chicken burger. Chicken and chips and salad. तपाईँको चिकन होइन भेजिटेबल ए भिगन हो नि त तपाईँले यो मात्रै डिफ्रेन्ट माग्नु भयो ओके सो हाम्रो बैगन दिदीले चाहिँ कार्ब लोडिङ नन स्पाइसी अनि भेडाको चाहिँ स्पाइसी भइरहेछ Okay, other waiting for the pizza. We are gathering more and more and more. There is one group. अनि हाम्रो नेपालबाट उहाँ चाहिँ युकेबाट होइन तपाईँसँग चाहिँ अस्ति भर्खर मात्रै कुरा भएको हाम्रो भाइ उहाँ मराठीहरू Okay, good morning. Today is Saturday, the day before the rest. So we are heading to Park Run. We also have luggage to send to Negron. It's 7 o'clock in the morning. Yeah, hello. Is it Narayan? Yeah, Narayan. Yeah, बोलो. यहाँ चाहिँ हामी कुनवर निवास निवासमा आएको छ बिग प्लेस लाइक अपार्टमेन्ट फुल टेबल रुमहरू कतिवटा यहीँ गर्नु पर्ला जस्तो छ त हाम्रो होइन गेट टुगेदर यहीँ गर्नु पर्ला होइन इभेन्ट सकेपछि बाल्कनी समरमा त गजब भनेर ओहो आज चाहिँ हुसी लगाएर बर्बाद भयो है ठिक छ त होइन You ready, Mijo? Oh, yeah. Good. Okay, let's go. ल हाम्रो सम्बुजी अगाडि बस्दिनुहोस् ल हामी पाक्रोन एरियामा आयौँ यहाँबाट कता हिँड्नु भनेको छ यहाँ स्टार्ट लाइन फिनिस लाइन ल सेम टाइम इज फ्ल्याट फोर्स तर नो होइसिन है साथी हो No PV. We can. No around नहीं है. पाक्रोन रेल स्टेसन हुँदैछ. भयो त. Thank you for your time. भयो. क्याप्चर हिजो आएको थिएन त हाम्रोमा.
चेक फर्म अनि सबमिट हाल्ने हिजो क्याप्चा थिएन नि हाम्रोमा त्यही फरक पर्यो Okay, so 19 kilometer, your house is there. I'm in a video, my blog. So we're gonna see you. You're gonna see me, we're gonna wave you. And with the water. We absolutely do one, whatever you want. What's your name? Rashid. Rashid, yeah, good to see you. You're local here, yeah? Huh? You're local. You're local. A Cape Townian. Yeah. Born in Cape Town. Born in Cape Town, yeah. South African. As close to the common as possible. In other words, where I'm standing now. And you will see toilets on the far corner, which is around about your 1 kilometer mark. Ready, everybody? Nepal run. Nepal run UK. Dude. I don't let you go. Like what's the feeling? Yay time I'm broken. Right. Already there? This is my barcode. Thank you. And finishes already. So what's the ride? I'm a park run. So congratulations for first park run. First park run. First park run in South Africa. Well done. हाम्रो सम्मुजीको फर्स्ट टाइम होइन आज बधाई छ तपाईँलाई How's your run? Brilliant. Well done. Where's your sister? Hey, हराउनु भयो र हाम्रो चाहिँ पोस्ट पार्क रन सेलिब्रेसन हुँदैछ यो चाहिँ प्री सेलिब्रेसन अफ टुमोरो सो हाई गाइज हाउ वाज योर रन हजुर व्हाट इज दैट एग स्क्रैम्बल It's scrambled egg. ओके Lovely. अनि तपाईको के अरे अब इट्स सेम लाइक अस तपाईको चाहिँ उयो होला हामी चाहिँ सेयर गरेर हाम्रो अझै दुईटा ब्रेकफास्ट बाँकी नै छ Before we go for lunch, पदम दाइले हाम्रो बिल तिर्नु हुँदैछ थ्याङ्क यू सो मच ओके यो चाहिँ नेपाल जाँदैछ केप टाउनबाट हाम्रो धर्मजीले लानुहुन्छ अनि नेपालबाट आएको चाहिँ हाम्रो सुशील कुमार श्रेष्ठले चाहिँ हाम्रो यो 23 केजीको ब्याग ल्याइदिनु भएको छ नेपाल यो रिडिङ 10K हामीले हाम्रो शम्भुजीले ल्याइदिनु भएको हामीले चाहिँ गर्दैछ हाम्रो भोलिको म्याराथनहरू चाहिँ पुल खेल्नु हुँदैछ हाम्रो दिदी बहिनी चाहिँ गफ गर्नु हुँदैछ नारायणजीले उबर हेर्नु हुँदै होला अब गएर खाजा खानुपर्छ यो ठ्याक्क हालेर है मेरा यसरी ट्रेनिङ क्याम्प यो सबै नेपाल जाँदैछ यिनीहरू चाहिँ यो चाहिँ हाम्रो कोचहरूको लागि नयाँ टेक्नोलोजीको इलेक्ट्रिक विसल प्लस यो चाहिँ हाम्रो क्लिपबोर्ड ब्रेन प्रुफ नेपालको लागि नौलो र उयो सिन्जेल this is the only first time we having of juice. For the first Right? Cheers. time in Cape Town. Okay, we have a gift here. Okay. Surprise? Is the drinks. Oh. Hi, thank you. Here is it. Thank you. Thank you. Cookies, tissues. We're Cape Town Marathon 2026 tomorrow. So I'm a car, we're so ready for this. Only for the motivation, we watching our Chasing the Gorkhas documentary and YouTube. The last carb loading, guys, for tomorrow.
मामाजीको चाहिँ आज कति 2टा मात्रै हो तपाईँको अप्ठ्यारै भयो तपाईँलाई 3 दिन नुन कम्ती मासु नभएको मामाजीलाई अलिक अप्ठ्यारै लागेछ ऐठान अप्ठ्यारो भन्नु नयाँ चाहिँ अलिक थप्नुहोस् है बल गर्नुहोस् जति खायो त्यति हो अझै छ यी आलु यति हो आज खाने ओके अब हाम्रो तिलबिगा मामा अलरेडी नारायणजीको पनि पुरै रेडी भएको छ म्यान इन ब्ल्याक फर टुमोरो Finally, my gears are 777 hat, the gun vest, and then LE2, Saucony, ordered by Celine, and the gels provided by the shorts from the Casper things I'm gonna wear tomorrow. हाम्रो नारायणजी पुरा रेडी हुँदैछ यो हाफ प्यान्ट त होइन होला नि यसो मामाजीको पुरा प्रिपरेसन भएछ लुगा लाउनु भएको छैन खाजा खानुभयो खाए नि तपाईँलाई कराउँदा कता सुन्नु भएन ए होइन म त अहिले 6 बजी मात्रै खाने चिया कफी गराउनलाई भनेको मान्छे छैन ए होइन म अहिले चाहिँ खान्छु आफै ल त्यसो भए सबैजना रेडी हुँदैछ म मात्रै ला अब म चाहिँ प्याक लाने रेडी छ मामा के टाल्नु भएको रे यो केजी टेप हो यो चाहिँ इन केस अफ यो केटी टेप भन्दैन यसलाई ए केजी टेप मेडिकल टेप हो ए यो लगाएर कसरी चाहिँ कुद्नु सक्नुहुन्छ हौ तपाईँले होइन यो पनि झन् दुख्नु पर्ने त दुख्दैन यो मुनि प्रोटेक्सन आउँछ के भन्छ फ्रिक्सन हुन्न नि त अनि तपाईँको त त्यत्रो महिनाको पाउन्डको जुत्ताले केही अर्थै भएन त त्यो सुपर सुजले त तपाईँले के खानु भएको नारायणजी एप्पल लास्टमा डेजर्ट टाइपको हो म्याराथन डेजर्ट ल वी आर रेडी फर Sanlam Cape Town 2026 marathon all ready guys yes yeah Nepal run Jai Nepal run okay warm up हैन मा warm up walk yes finally after about over 4 kilometer walk or maybe more wrapped up on the So you guys have exactly 5 minutes to go. You guys have 5 minutes to go. And then Mai Fujisawa representing Japan. So just a reminder to all the age groupers, if we have any age groupers in the bathrooms, you guys... Well done guys, keep going! Come on guys, keep going! Well done! Go, Patam! Right, so we have done the Sanlam Cape Town 2026 marathon, yeah? Both of us did well. And we're at the baggage drop. And our Bauju, waiting for our Dai, our King Kuar. Yeah. Thank you very much for sharing. You are welcome. Really great. You push Great us fun. up. Yeah, great. Yeah. Push गर्नुभयो. बाजी, oh, बधाई. Well done. ल, ल, हुन्छ कि हुँदैन भनेर हैन प्यारासिटामोल खाएर कुद्नु भयो.
Good, good, good. Looking good. Well managed. Hello, Caroline. Good to see you on the road. And then I saw you just at the finish. Oh, my man. Well done. Good to see you on the road. Yeah. I was thinking of you while I was running. Yeah, I was thinking of you, so you can keep going so you can't catch me. ल अब हाम्रो चाहिँ रियुनाइट एरिया आछ All the Nepal run UK people. ल भेनाजी धन्यवाद ल आइरन लेडी तपाईँको के हो फेरि ल वेल डन वेल डन वेल डन ल बधाई छ तपाईँले अब घडी पाए के धन्यवाद गुड सपोर्ट ल मामा वेल डन कस्तो लाग्यो तपाईँको ला के भयो कहाँ लड्नु भयो त ओह्रालोमा ला मान्छे अरूले पनि थिच्यो ए तेरिका त तपाईँको त सुरुमा त नि उडेकै थियो नि त नि होइन होइन म त स्पिड हेरिहालेँ लाइन त हामी सँगै बस्यौँ अनि उसँगै सुत्त हिँडिहाल्यो म चाहिँ सक्दिनँ भनेर म चाहिँ बिस्तारै सुरु गरेँ त्यो फिल भइहाल्यो क्या होइन हिमिड थियो नि त आज 25 मा एक्सपेक्ट गरेको थिएँ मलाई उछिन्छ भनेर 41 मा 41.5 मा उछिन्छ ए उछिने उसले 41.5 मा तपाईँ सुली भयो You take a one group picture and then you go. One group picture. Yes. सम्मुजीलाई धेरै धेरै बधाई छ एकदम ल देवराजीलाई ल बधाई छ ओ भाइ अब त ल बधाई छ 6 घण्टा त लागेन नि त आम्मा 1 घण्टा साढे एक घण्टा पिबिहाल्यो पेरेजी ल हाम्रो पेरेजीलाई पनि धेरै धेरै बधाई छ ल तालीले स्वागत गरौँ ल ताली ताली ल पिबी म्यासिभ पिबी होइन एज भर्जिन न म भिडियो ल बनाना 1 2 3 ल आज चाहिँ हाम्रो गेट टुगेदर पोस्ट इभेन्ट पार्टीको लागि चाहिँ हामीले भेज हाम्रो भागमा परेछ करी र चिकन मिट करी परेछ अब हामी चाहिँ 4 जना लाउरेहरू चाहिँ रमाइलो गर्न हिँड्यो गेटिङ इन्टु द किङ कुवर प्यालेसमा आयो है हेलो रमेश के साल का दुईजना तपाईँ र मैले ट्राई गरेको छु फोन गरेको थियो लाइक सम्बन्धी तपाईँ ल काका आफ्नो सेफ प्लिज सिरिप नारायणजी आउनु है आउनु Nice. The king, cool. Go to Prakash, I think, no? Prakash. No, Prakash, no, not already. He's 50 already. 80 February 80? Yeah. Usually more, the junior. I don't like him. Yeah. Because when we go with him, we can't drink, we can't eat, we can't sleep, because it's like you need to sleep on time, you need to no alcohol, right? And then no partying. He's a vegan. Above all, he puts everything together. He's the founder of Nepal. Yeah, and he is a person who will provide you any help or any suggestion free of cost anytime. 24/7, anytime you ask, he is ready there. And one of the things, after all
One more thing, we love you. Okay, I go to and run behind him. It was not him. Anyway, Boston Marathon last just a few weeks ago. Yeah, cool. 2 hours and 39 minutes. So, looking forward to see you in London very soon after that to do a smash unfinished business. Yes, yeah? sure. Keep it up. And after that, I go to Naranji. He's the guy who arranging our logistic and then accommodation, everything this time. Auritos Gupta. Very unique name. And I think he can do the uniquely the marathon. And lastly, we have a youngest. It's the family. Youngest. He just broke his virginity. I know him from London Marathon when he come along with somebody Okay. Well, obviously I will definitely help you for the Boston. You're going to get the place, yeah? Qualify, Guru. Okay, yeah. Okay. So first time I saw. So I found her, Michelle Bozu. So half of the credit goes to you. Nepal Run UK has promised him we're going to sponsor him again the Garmin watch. So the first question is, what was the winning time of male and female today in the Cape Town Marathon? The reason I am asking these questions because we are a marathoner and we should know the basic things that what's happening. Okay? 2 hours, 23 minutes, 18 seconds for the female. So this is the national marathon record in Nepal and by whom? Vaikuntha Mananda 2 hours 15 minutes. L Mamanchu. Vaikuntha Mananda 2 hours 15 minutes 3 seconds. Good. Okay, sorry. सबैले ताली बजाउनु. ल उहाँको लागि प्राइज दिनु तपाईँ नै आउँछ. यो चाहिँ धर्मजीलाई जानेन. अरूलाई मात्रै है. सबैले हात नउठाउनु नि. What is the finishing time of Dharma Marathon today? 2:41:36. 2:41:36. उहाँलाई थाहा छैन उहाँलाई मैले भनेको उहाँलाई तालीले How many national record has been broken by Golden Girl by Santosh Shrestha recently and how many times? 7, 8. 7 ke ta? 8 times. Okay. 7 or 8 times. The prize goes to him. Oh. How many marathon and countries has been done by legend Khop Guru? Maybe. 163. Okay. Country चाहिँ 78 कि कति भन्नुभयो त्यसरी हुँदैन क्या ठ्याक्क भन्नु पर्यो. Question is the exact distance of marathon in kilometer and miles? 42.195 kilometer. Kilometer भन्नु है फेरि. in kilometers and the miles is 29.2. Marathon was 25 miles. There was a battle of marathon and they won the battle. And to General Lay, he sent somebody and he said, go run and tell everybody we won. So he ran 25 miles all the way from Marathon, the Battle of Marathon, to Athens, and he died. So that's why the marathon was 25 miles. And then the first time the marathon was going to be an Olympic sport, it was happening in London, and Queen Victoria wanted to see the start of the marathon and also the finish of the marathon. And because the Queen wanted to see it, they had to adjust it to be 26.2 miles. About to check out. All baggage are ready. I'm good to go.
you look at the top, there's a top all this area. Yeah. Once I hear, there's a coach, you sit up kept there. ल हामी चाहिँ टेबल माउन्टेनतिर लाग्दैछौँ Asamaji. Just well done. Nice. Thank you guys. Last push. There at GM. I did last year in New York. You want to hold that? Oh wait. Kaka ta sekri Raji phone गरेर पुगे पुगेन भनेर. Okay, we decided to go back. भनेको मान्छे घाँस त नभेटेकै हजुर ल हामी चाहिँ अब हेर्यौँ पप्पु